दुखाइ चाहिँ राजा ल्याइदिए राजाको विषयमा मात्रै तपाईँको चित्त नबुझाइ चित्त राजा ल्याइदिनु भन्दा पनि अब यस्तो हो राजा ल्याएर ल्याउने त्यस्तो पनि होइन होला कसैले ल्याएर जना व्यक्तिले ल्याएर राजा आउने र नआउने भोलिको दिनमा दुर्गा प्रसादले राजा टक्क ल्याइदिएपछि तपाईँ नाक ठाडो पारेर पसलको साउली भएर बस्ने होला मैले त्यसो भएपछि ओहो काम गर्न सक्नु भयो है ल भनेर ताली बजाउँछु ए भनेको आइसकेपछि फुलमाला लिएर स्वागत गर्न नारायणगढी जानुहुन्छ अनि त्यो त जाने म आजसम्म कसैलाई पनि त्यसरी गरेन नगरौँ त्यसो चाहिँ भयो त्यसो गर्नु अर्को सामानको कामलाई कसरी हेर्नु भएको छ अहिले उहाँले चाहिँ जुन खानेपानीको जुन काम गर्नुभएको छ नि अब त्यति धेरै गहिरो अध्ययनमा छैन होला म खानेपानीको काम चाहिँ एकदमै राम्रो छ त्यही हो अलिकति अहिले पछिल्ला दिनहरूमा अलिकति सदनहरूमा अलिकति उहाँको विरोध चाहिँ बेसी भइरहेको देख्छु पोस्टहरू हेर्दाखेरि होइन अब उहाँलाई के कुरामा चित्त नबुझेको हो अब बुझाउने मान्छेले राखेर दुईजना बिचमा राखेर के कुरा चित्त नबुझेको बुझाइदिए चाहिँ त्यो बोल्न छोड्नुहुन्थ्यो होला कुराहरूले गर्दाखेरि अलिकति त्यो ब्याज दर ब्याङ्कमा ब्याज दर कम भएको छ त्यो पोजिटिभ कुरालाई पोजिटिभली लिनुपर्छ उसले मेरो बुढा चाहिँ एकताका फ्यानै हुनुभएको थियो कि किनभने अलिकति ब्याज दर कम पनि भएको थियो नि त कृषि विकास ब्याङ्कले ब्याज दर घटाएको छ त्यो कुरा चाहिँ पोजिटिभ नै हो राम्रोलाई राम्रै भन्नुपर्छ दुर्गा प्रसाईले उठाएको एजेन्डाले केही न केही राहत भएकै हो भएको कुरालाई हो खुसी हुनुहुन्छ धन्यवाद दिनुहुन्छ यो कुरामा चाहिँ अलिकति यो उसले ब्याङ्कहरूले अलिकति घटाएको छ त्योमा चाहिँ खुसी नै छु उहाँलाई धन्यवादै छ धन्यवादै छ एकताका मेरो बुढोले उहाँको भन्दा इन्टरभ्यू नै सुन्नुहुन्थेन त्यति बेला इन्टरभ्यु भन्दा सुन्नै हुन्न थियो त्यति बेला तर उहाँलाई त बारम्बार पक्राउ गरेको पनि सुनिन्छ होइन अभिव्यक्तिकै कारणले भनेको जितेको अहिलेको सरकार भएको भएर हो होइन मैले चाहिँ घन्टीलाई भन्दा पनि म घन्टीको पार्टी भन्दा पनि खास चाहिँ हाल्दा चाहिँ बालेन्द्र शाहलाई नै हालेको त्यति भन्न त पाइयो नि त होइन किन उहाँलाई नै हालेको मैले अहिलेको उहाँको कामलाई कसरी हेर्नु भएको छ जसरी उहाँले काम गरिराख्नु भएको छ मलाई त एकदमै राम्रो लाग्छ फेरि त्यो किन भन्नुहुन्छ र सबैको आफ्नो आफ्नो धारणा होला होइन सबैको प्रत्येक मान्छेको सोचाइ फरक फरक हुनसक्छ मेरोसँग अर्को नमिल्न सक्छ अरूको मसँग नमिल्न सक्छ मेरो आफ्नो त विचार त मैले प्रश्न राख्न पाउन पाएँ नि होइन तर के लाग्छ भन्दा संवाद गर्नको लागि पिएस ब्युटी पार्लरका ब्युटिसियन हुनुहुन्छ अध्यक्ष यानी साउनी हुनुहुन्छ भन्नु न विशेष गरी होइन सन्चै हुनुहुन्छ नमस्कार यहाँले हजुर नमस्ते तपाईँको आज हामी घुम्दै यहाँनिर आएका छौँ होइन के छ अहिले व्यापार व्यवसाय कस्तो चलिरहेको छ यहाँ अहिले ज्येष्ठमा पनि मेरो चाहिँ राम्रै छ राम्रै चलिरहेको छ राम्रै छ अनि अहिले के को छ अहिले समर के छ अवस्था के छ अहिलेको समयलाई के अफर छ के कस्तो छ अहिले चाहिँ मलमास चलेको हुनाले अलिकति बिजनेस डाउन हुन्छ हाम्रो अनि यति बेला चाहिँ हामीले चाहिँ समर अफर भनेर 20% अफ कुनैमा 30% अफ दिइरहेका छौँ यो चाहिँ जेठ र असारसम्म चलिरहन्छ भनेको यो 2 महिनाको लागि यो 2 महिनाको लागि हजुर त्यसपछि फेरि त्यसको छुट्टी आउँछ नि त फेरि सिजन चल्छ त्यसपछि अनि फेरि त्यसको बेग्लै आउँछ अहिले त चाप रहेछ त त्यसो भए त अघि पनि मान्छेहरू टन्नै हुनुहुन्थ्यो यहाँ अहिले मलाई चाहिँ अहिले चाहिँ आज शनिबार पनि हो सम्भवतः त्यही भएर पनि हुन सक्छ यस्तो शनिबार पनि हामी र यस्तो यो मलमासले असर पार्यो भन्ने जस्तो पनि भएको छैन होइन कसैको आँखा नलाओस् मलाई चाहिँ यो जेठ मासमा पनि हामी चाहिँ बिजी नै छौँ एकदम व्यस्त हुन्छ हजुर व्यस्त नै छ तर कतिपयको व्यापार नभइरहेको अवस्था भन्ने पनि सुनिन्छ क्या तपाईँहरूले आफैले पनि कन्टेन्ट बनाएर हाल्नु हुँदो रहेछ टिकटकतिर फेसबुक पेजतिर होइन त्यो भएर पनि हुनसक्छ कतिपय ठाउँमा मिडियामा पनि आइराख्नुहुन्छ त्यो भएर पनि हो लाग्छ तपाईँलाई अहिलेको व्यापार गर्ने शैली अलिक फरक भएको हो अब यस्तो होला अहिले कस्तो नि आफ्नो कस्टमर हरेक ठाउँको फरक फरक हुन्छ होइन कुनैलाई चाहिँ चाडबाडले असर गर्छ कुनैलाई चाहिँ गर्दैन पनि कुनै चाहिँ सदाबार हुन्छ त्यो ठाउँ अनुसारको फरक फरक हुने हुनाले त्यही भएर कसैकोमा अलिकति स्लो छ साथीहरूले पनि भन्नुहुन्छ त्यो कुराहरू तपाईँले विशेष गरी केमा चाहिँ यो सेम्पूहरू के देखाएको थियो हामीले यहाँ हजुर के छ यसमा सेम्पूहरूमा त्यस्तो के अब यो कस्मेटिक सामानहरूमा त खासै डिस्काउन्ट हुँदैन हामीले अलिअलि हेर्न सक्ने मात्रै हुन्छ किनभने हामी पर्सेन्टेज र मार्जिनमा मात्रै चलिरहेको हुन्छ हामीले दिने सर्भिसमा चाहिँ 20% देखि 30%सम्म अफ दिइरहेछौँ 20 तर काम चाहिँ नराम्रो होला नि त फेरि कतिले भन्नुहुन्छ होला फेरि होइन त्यस्तो होइन त्यो किन गुणस्तरमा त त्यो हामी कमी हुन दिँदैनौँ किन भन्नुहुन्छ भने त्यही कस्टमर फेरि अफर नहुँदा पनि फेरि आउँदाखेरि पनि हामीले सर्भिस दिनुपर्ने हुन्छ त्यस्तो त हुँदैन अब अहिले चाहिँ अहिलेको माहौल हेरेर परिस्थिति अनुसार अलिकति बजार डाउन भएको अवस्थामा हेर्दाखेरि अलिकति उहाँहरूलाई सजिलो र सहज बनाइदिए मात्रै हो सजिलो र सहज हजुर गुणस्तर त त्यही नै हो पहिला जति तिर्नुहुन्थ्यो त्यही नै हो
कस्तो कस्तो सेलिब्रिटीहरू पनि आउनु हुँदो रहेछ तपाईँको यहाँ त? हजुर आउनुहुन्छ। अस्ति भर्खर हामीले गौथली मुभीको हिरो र हिरोइनको नायक र नायिका हजुर उहाँको गऱ्यौँ, मेकअप गऱ्यौँ, राम्ररी पनि देखिनु भएको थियो, प्रेस मिट थियो उहाँहरूको। अनि त्यो उहाँ लगायत जीवेश भाइहरू आउनुहुन्छ। जस खुसी नै भएर जानुभयो उहाँहरू एकदम यहाँ आइसकेपछि, यहाँ नआउँदासम्म आइसकेपछि चाहिँ उहाँहरू खुसी हुनुहुन्छ। र एउटा विशेषता चाहिँ के हुन्छ भने यहाँ आइसकेको मान्छे चाहिँ हामी चाहिँ पछिसम्म पनि जोडी नै रहन्छौँ। अब अहिले राजनीति माहौल निकै तातिएको छ होइन, परिवर्तन भएको छ। यो राजनीति माहौल परिवर्तन सँगसँगै तपाईँहरूको बिजनेसमा चाहिँ कतिको फरक परेको छ, के छ यसमा? होइन, उतार चढाव त हुन्छ नै। हामीलाई त कस्तो भन्नुहुन्छ भन्दाखेरि यो जस्तै हुन्छ नि, चाडबाडहरू नहुँदा मलमासले असर गर्छ, सिजनहरू नहुँदाखेरि गर्छ, राजनीतिक उतार चढावले गर्छ। यति मात्रै धेरै गर्मी हुँदा असर गर्छ, धेरै पानी परे असर गर्छ। यो सेक्टर भनेको एकदम लग्जरियस वाला पेसा मान्छु कि म चाहिँ। यो चाहिँ एकदम सहज र सजिलो वातावरण हुँदा मात्रै मान्छेहरूको बढी चहल पहल हुन्छ कि। अब जस्तै अब असारको इन्डिङमा हाम्रो यो सबै सेक्टरहरूको अब क्लोजिङ चलिरहेको हुन्छ नि, यति बेला पनि हाम्रो बिजनेस अलिकति डाउन नै हुन्छ। त्यही भएर झन् राजनीति भनेको त देशको त्यो प्रमुख कुराहरू हो, तिनीहरूले चाहिँ अलिकति अप एन्ड डाउन त हुन्छ नै। अहिले त्यो अलिक तलमाथि चाहिँ भएकै छ। त्यो चाहिँ असर गर्छ नै। अहिलेको प्रधानमन्त्री बालेन्द्र शाह हुनुहुन्छ होइन, विभिन्न ठाउँमा नयाँ सरकार आउनु भएको छ। हजुर, तपाईँको ब्युटी पार्लरमा चाहिँ आउनु भएको छ कि छैन अहिलेको नेताहरू होइन, अहिलेको नयाँ नेताहरू? अहिलेको नयाँ नेताहरू चाहिँ आउनु भएको छैन। पहिला चाहिँ हुनुहुन्थ्यो, पहिला चाहिँ अहिले पनि उहाँहरू चाहिँ हाम्रो उसमै आउनुहुन्थ्यो। अहिलेको नयाँ नेता चाहिँ आउनु भएको छैन। मेकअप गर्न आउनु भएको छैन कोही पनि? अहिले छैन। आइडिया हुन्थ्यो जस्तो लाग्छ के छ अवस्था? आइडिया हुन्थ्यो भने हाम्रो लागि त हाम्रो कस्टमर सबै समान नै हुनुहुन्छ होइन। उहाँहरू नेता भए पनि अथवा आम नागरिक भए पनि हामी सबै नेपाली नै हो। र हामी चाहिँ अब यही देशमा काम गरेर खाउँ भन्ने मान्छेहरू, अब हामीलाई पनि एक किसिमको सपोर्ट हुन्छ। आइदेश भन्ने त लाग्छ नि, किन न। तपाईँ त पहिला मिस नेपाल समथिङ के उसमा पनि भाग लिनु भएको होइन? हजुर। अहिले फेरि त्यो दिनहरू सम्झिँदा कसरी सम्झिनुहुन्छ यहाँले? मैले त त्यो त एक फ्रेममा कैद गरेर राखेको छु, सम्झिन्छु, किन नसम्झिनु। त्यति बेला त्यो दिन फेरि फर्केला जस्तो होइन? त्यो त फर्किँदैन, तर 2007मा गएको म, त्यो म नै हुँ र भन्ने जस्तो लाग्छ हेर्दा। भनेको कस्तो खालके म नै हुँ जस्तो लाग्छ भन्नाले म त्यति बेला अब वेट वाइज पनि स्लिम, राम्री। अहिले पनि राम्री नै हुनुहुन्छ नि? त्यति बेला त अझै थिए, अझै धेरै। यो तपाईँहरूले नयाँ नयाँ आइडिया ल्याउनुहुन्छ नि, कन्टेन्टहरू क्रिएसन गरिराख्नुहुन्छ क्या तपाईँले, टिकटकदेखि लिएर हरेक ठाउँमा होइन। यो चाहिँ पहिला प्लानिङ गर्नुहुन्छ अथवा के छ यसमा? त्यस्तो हुँदैन। उसै त हामी काममा एकदम व्यस्त हुन्छौँ। अहिले मसँग 2-3जना बहिनीहरू हुनुहुन्छ होइन, उहाँहरूलाई नै यहाँ एकदमै भ्याइ नभ्याइ नै भएको छ होइन। अनि तर कस्तो भने अनि त्यसपछि भ्याइ नभ्याइ जस्तै नै भइरहेको हुन्छ। तर अर्को कुरा के हुन्छ भन्नुहुन्छ भन्दा त्यो खाली टाइममा कहिले काहीँ चाहिँ उनीहरू अलि फ्री बसिरहेको हुन्छ कि। त्यो फ्री बसिरहेको बेलामा बिचरा उनीहरूलाई नै एकदम बोर फिल भइरहेको हुन्छ। अनि त्यसपछि यस्तो गरौँ है भनेपछि उनीहरूले नि हुन्छ भन्छ नि, त्यसरी गर्ने प्री प्लान चाहिँ हुँदैन। तपाईँले कुनै बेला मेरै अन्तर्वार्तामा भन्नुभएको थियो होइन, अहिलेसम्म लगभग 1 ट्रक कुखुरा खाइसक्यो भन्नुभएको थियो। अब त 2 ट्रक भयो होला नि? अब त झन् प्रोटिन खाएर झन् वेट गर्छ भनेर झन् त्यो खानेक्रम बढेको बढेछ, घट्नु त छैन, वेट घटाउनु भन्नुभएको छ। त्यो बेला नै झन्डै लगभग 1 ट्रक त खाइसक्यो होला जन्मेदेखि अहिलेसम्म भन्नुभएको थियो होइन। अब त 1 ट्रक त नभनौँ, कति 10% त बढ्यो होला अझै? बढ्यो होला नि, झन् प्रोटिनले झन् बेसी खायो भनेपछि, मासु खायो भनेपछि वेट घट्छ भनेर झन् लागि परेको, खै यस्तै छ। तर मासु खाएपछि त झन् वेट बढ्छ पो भन्छ नि त होइन? होइन, प्रोटिनले हो। डक्टरले चाहिँ यस्तो भन्नुहुँदो रहेछ, प्रोटिनले चाहिँ फ्याट बढ्दैन भन्नुहुँदो रहेछ नि त। अनि त्यही भएर डक्टरले डाइटिसियनलाई पनि सल्लाह गर्दाखेरि चाहिँ चिकन चाहिँ बेस्ट भन्नुहुँदो रहेछ। अहिले त बर्ड फ्लू भन्ने पनि आइरहेको छ। हजुर, खाना त खाइरहेछौँ, आउनु पनि आइरहेछ। तर भए पनि अहिलेको समय चाहिँ खाना अलिकति डेन्जरस पनि छ भन्ने कुरो, अलिकति फ्रिजमा राखेर, कमसेकम पनि 6-7 घन्टा फ्रिजमा राखेर डिफ्रिजमा अलिकति सजगता अपनाउनु पर्छ भन्ने कुरो पनि छ। त्यो त गर्नु नै पर्छ। तर धेरै पकाउने होइन, धेरै नै यस्तो लाग्छ, धेरै नै महामारी नै भइदिएको भए त पसलहरूमा नि बेच्न नदिनु पर्ने होला। अब ठिकै होला, आफूले अलिकति त्यसलाई तपाईँले भने जस्तो गरेर केयर गरेर बढी पकाएर। तपाईँ त विशेष गरी राजनीतिमा निकै चासो राख्नुहुन्छ नि होइन? लाग्छ, यही देशको नागरिक हो, अहिले त लाग्नु परिहाल्यो नि। भोट पनि हाल्नुभयो अस्ति चुनावमा? भोट हाले।
कसलाई हाले भने चाहिँ नसोध्नु म सोध्दिनँ भनिसक्यो तर अब सोध्नुभयो भने त फेरि भन्छु म भन्नुहुन्छ केही फरक पर्दैन त्यति बेला चाहिँ भन्थेन अब चाहिँ भन्छु कसलाई हाल्नुभयो त खास मैले अब त्यति बेला चाहिँ घन्टीलाई नै हालेँ अहिले चाहिँ भनेको जितेको अहिलेको सरकार भएको भएर हो होइन नि होइन होइन मैले चाहिँ घन्टीलाई भन्दा पनि म घन्टीको पार्टी भन्दा पनि खास चाहिँ हाल्दा चाहिँ बालेन्द्र शाहलाई नै हालेको ए भनेपछि उहाँलाई हाल्नु त्यति भन्न त पाइयो नि त होइन किन उहाँलाई नै हालेको मैले अहिलेको उहाँको कामलाई कसरी हेर्नु भएको छ जसरी उहाँले काम गरिराख्नु भएको छ मलाई त एकदमै राम्रो लाग्छ फेरि त्यो किन भन्नुहुन्छ र सबैको आफ्नो आफ्नो धारणा होला होइन सबैको प्रत्येक मान्छेको सोचाइ फरक फरक हुनसक्छ मेरोसँग अर्को नमिल्न सक्छ अरूको मसँग नमिल्न सक्छ मेरो आफ्नो त विचार त मैले प्रश्न राख्न पाउन पाएँ नि होइन तर के लाग्छ भन्दाखेरि एउटा देशको अभिभावक भइसकिसकेपछि अलिकति अनुशासित अलिकति टाइट किनभने म पनि मेरो फ्यामिली मेम्बरको म पनि एउटा आमा हो एज अ गार्जेन मैले पनि मेरो बच्चालाई अलिकति अनुशासित र अलिकति स्ट्रिक्ट त हुनैपर्छ मेरो विचारमा म आफू छु पनि त्यही भएर पनि लाग्छ अलिअलि स्ट्रिक्ट त हुनैपर्छ त्यतिको स्ट्रिक्ट भएन भने त मान्दा पनि मान्दैनन् टाउकोमा नाच्दै हिँड्छन् त्यो त म मान्छु फेरि भनेको स्ट्रिक्ट हुनैपर्छ होइन हुनैपर्छ तर कतिपय प्रतिपक्षले भन्नुहुन्छ उहाँ बोल्नुहुन्न होइन संसद भवन गरेर बोलिदिनु हुँदैन भन्ने कुराहरू पनि गर्नुहुन्छ नि त्यो उहाँको आफ्नो विचार होला केही कारण होला त्यसमा पनि बोल्नु र नबोल्नुमा पनि त्यसमा पनि केही कारण त पक्कै पनि होला होइन धेरै बोलेर कम काम गर्नुभन्दा त काम गरेर नबोले भइहाल्यो नि किन बोल्नु तर यही कुरालाई लिएर अरू व्यक्तिहरूले पनि विरोध जनाइराख्नु भएको छ उहाँले अस्ति रोस्टममै बोलेर भनिदिनु भयो हाम्रो नेपालले पनि देश के भारतको चाहिँ सीमा मिचेको त्यो कुराहरू पनि गर्नुभयो अब यस्तो छ उहाँ विज्ञ मान्छे पढे लेखेको मान्छे हुनुहुन्छ होइन मेरो विचारमा चाहिँ कस्तो लाग्छ भने कहीँ कतै केही बुझेर त बोल्नु भएको होला होइन हामीले पनि त्यसरी अब उहाँले के आधारले बोल्नुभयो भनेर ठ्याक्कै यही भनेर अड्कल गर्न त मिल्दैन तर के नि त्यतिको विज्ञ मान्छे बोल्दाखेरि त्यत्तिकै हावाभरमा त पक्कै पनि बोले होइन होला केही न केही त बुझेरै बोल्नु भएको होला त्यसको केही तथ्यमा टेकेरै बोल्नु भएको होला जस्तो लाग्छ है मलाई त त्यो त बिस्तारै हेर्दै जाउँ न बिस्तारै कामहरू राष्ट्रपतिको सरकारले नयाँ नयाँ कामहरू गरिरहेको हामीले सुनिरहेका छौँ अब राजदरबार हत्याकाण्ड जस्तो एउटा होइन त्यो बेलाको एकदमै साह्रै मन रुवाउने त्यो घटना सम्झँदा अहिले पनि नेपालीहरूको आँखाबाट आँसु आउँछ त्यो बेलामा कर्फ्यू लागेको थियो र पनि पशुपतिमा अन्तिम दाह संस्कार गर्न लगिँदै गर्दाखेरि राजा र रानीहरूको परिवारको जनको माथि कौशीबाट पनि कतिले श्रद्धाञ्जली दिए होइन हामीले पनि नुन छोड्यौँ नि एक छाक त्यतिखेर ट्रेनमा सायद सम्भवतः म ट्रेनमा पढ्थेँ ट्रेनमै होला म नुन छोड्यो एक छाक नुनै छोड्नु भयो त्यो बेला नुनै छोड्यो त्यो दिनको घटना के याद छ तपाईँलाई त्यो दिन चाहिँ के थियो भन्दाखेरि मलाई एउटा कस्तो मेमोरी हुन्छ नि मेरो साथीले भर्खर बिहे गर्नुभएको थियो त्यसपछि उहाँलाई भेट्न चाहिँ ट्युसन पढेर सकेर यस्तै शनिबार पढाएको थियो ट्युसन सकाएर अनि त्यसपछि उसलाई भेट्न गएको हामी अनि गएको थियो ऊ त्यो साथी अहिले पनि आउनुहुन्छ मेरो अम्बिका साई भन्ने यहीँ आउनुहुन्छ मेरो रेगुलर कस्टमरै हो हामी स्कुल फ्रेन्ड अनि उसको बिहे भएको थियो अनि भर्खर भेट्न गएर बिहानदेखिबाट मलाई एकदम म्युजिकमा इन्ट्रेस्ट बिहानदेखिबाट केही पनि बजिरहेको थिएन यो के हो त भनेर भनिरहेको थियौँ हामीले अनि त्यो साथी र हामीहरू त्यसरी बस्दै नै त्यो न्युज आएको कि त्यही भएर त्यो साथीलाई सम्झिँदा पनि म त्यही इन्सिडेन्ट सम्झिन्छु अनि उसलाई सम्झ अनि हामी यति रोको अब त्यो त्यति बेला के राजाप्रति त्यत्रो मोह के त्यो त्यति बेला त्यो बेला तपाईँ सँगै थियौँ हामी तिनजना साथीहरू थियौँ सँगै थियौँ तपाईँहरू त्यो बेलामा रुनु भएको याद छ अहिले किन नहुने त्यति बेला कति 2058 भने कति नै वर्ष भएर अनि ऊ साथी र हामी भेट हुँदाखेरि अहिले पनि कुरा गर्छौँ कि त्यो विषयमा कुरा हुन्छ अहिले पनि अब त्यही घटनालाई लिएर यतिखेर गृहमन्त्री भइसके पश्चात चाहिँ सुदन गुरुङ उहाँले चाहिँ राजदरबार हत्याकाण्डको फाइल ओपन गर्छु भन्नुभएको छ होइन हजुर तपाईँलाई के लाग्छ यो विषयलाई लिएर खुसी हुनुहुन्छ कि के छ यसमा अब त्यति बेला हामीलाई त्यति बेला त्यो राजाप्रतिको मोह त्यति बेला होइन माया अति माया लाग्ने के खै के हो है त्यति बेला अनि माया लाग्दाखेरि त भइदिए हुन्थ्यो को होला भन्ने जस्तो दोषी को होला भन्ने जस्तो त लाग्थ्यो पनि आज पनि लाग्छ त्यो कुरा त नलाग्ने होइन मलाई चाहिँ एकदमै मन पर्थ्यो कि राजा रानी एकदमै मनपर्ने अनि लाग्थ्यो पनि अहिले पनि त्यो त लाग्छ पत्ता लगाउन सके त धेरै खुसीको कुरा हो नि त्यो त पत्ता लगाउन सके धेरै खुसीको कुरा हामी सबै सारा नेपालीको खुसीको कुरा हो नि त्यो त तर कतिपयले भन्नुहुन्छ सम्भव छ र भनेर यसरी क्वेसनहरू तेर्साएको पनि हामी सुनिरहेका छौँ कि अब हेर्दै जाउँ गर्छु भन्नुभएको छ गर्नु होला नि त
होइन गरे त राम्रो गरे त राम्रो भोलिका दिनहरूमा गर्न सक्ने भएर भन्नुभयो कि के भोलि त कामले देखिने कुरा हो नि त त्यो त कामले देख्ने कुरो तपाईँको पनि गाउँमा बाँदर कतिको आउँछ गाउँ त प्राय बस्दै बसिनँ म होइन किन भन्दाखेरि बुवाहरू सँगसँगै हिँडेँ बुवा जागिरी भएको हुनाले अब बुवाहरूको गाउँमा चाहिँ आउँथ्यो अरे भन्ने सुन्छु आउँछ अरे भन्ने सुन्छु अहिले नजिकबाट देख्नु भएको छ बाँदर नजिकबाट देखाएको छु नि बाँदरलाई कहिले छुनु म भएको छ मामा घर हुँदाखेरि त्यो एउटा बाँदरले काउकोटी लाएर बच्चा मारेको इन्सिडेन्ट याद छ कि मलाई भिरबाटै झारिदिएको भन्नु त के थियो त्यो त्यस्तो बदमास हुन्छ भनेर है हामी पनि बोर्डिङ टाढा थियो अलिकति हिँडेर आउने जाउने गर्नुपर्ने मेरो मामा घर चाहिँ पहिला प्युठान जिल्ला अनि मैले चाहिँ 2-3 क्लाससम्म चाहिँ उही पढाएको छु मामा घरै बसेर पढाएँ अनि त्यति बेला हामी अलिकति डिस्टेन्स टाढा थियो हिँडेर जाने आउने गर्थ्यौँ अनि त्यसपछि त्यो भिडमा एकदम बाँदर लाग्ने रे अनि मेरो मम्मी चाहिँ कति पछिसम्म डराउनुहुन्थ्यो आधी बाटोसम्म लिन आउनुहुन्थ्यो कि अनि यस्तै अब उसले त बाँदरै जस्तो जनावर कुकुरै जस्तो सम्झेर उसले त्यो बच्चाले खेलेछ नि त काउकुती लाई मारिदिएको बच्चा त्यसपछि मेरो काउकुती लाएर मारिदिएको के थियो केटा र केटीमा चाहिँ कन्फ्युजै छु किनभने धेरै सानो थिएँ म है अनि त्यो काउकुती लाउँदै त्यो बच्चा हाँस्दै त्यो भिरबाट लडेर त्यो बितेको याद छ अनि मेरो मम्मी कति पछिसम्म त्यो डराएर आधी बाटोसम्म लिन आउनुहुन्थ्यो कि तपाईँले चाहिँ छुनु भएको छ कि बाँदरलाई छुन त छोको थिएन अहिले त त्यो जूहरूमा मात्रै देख्ने त हो नि बाँदरलाई हेर्दा कतिको माया लाग्छ तपाईँलाई लाग्दैन अनि यो विषय चर्चाको शिखरमा छ क्या एक पक्षले भन्नुहुन्छ बाँदर मार्नुपर्छ अर्को पक्षले भन्नुहुन्छ बाँदर मार्नु हुँदैन होइन मार्न त हुँदैन मार्न त कसैलाई पनि हुँदैन त्यसको पनि एउटा केही निर्मूल गर्ने केही उपायहरू निकाल्दा भइहाल्यो नि विज्ञहरूसँग बसेर होइन अब अहिले सम संस्कृति पार्टी यानि हर्क साम्पाङको पार्टीबाट चाहिँ एकजना माननीय ध्रुव राई उहाँले के भन्नुभएको छ भने बाँदर मार्नुपर्छ मलाई बाँदर मार्नको लागि नै बाँदरलाई चाहिँ जोस बाँदरले चाहिँ दुःख नदियोस् भनेर मलाई चुनाव जिताएर पठाएका हुन् मेरो मतदाताहरूले भनेर चाहिँ भन्नुभएको छ होइन अब पहिला भन्नुभयो बाँदर मार्नुपर्छ भन्नुभयो फेरि दोस्रोचोटि भन्नुभयो 5-6 लाख बाँदर मार्नुपर्छ 5-6 लाख भन्नुभयो अब अहिले 60 लाख बाँदर मार्नुपर्छ भन्नुभएको छ अब 60 लाख भनेको त थोरै होइन त त्यसरी कतिको लाग्छ यो त्यो वंश नै नाश हुने गरी अथवा त्यसको त्यो प्रजाति नै मासिने गरी त मार्नुपर्छ जस्तो त लाग्दैन है मलाई किन लाग्दैन त्यो भनेको प्रकृतिले दिएको कुराहरू त्योबाट निर्मूल गर्नको लागि होला उहाँलाई कति दुःख दिएको होला बिचरा होइन त्यही भएर त्यो आवेगमा पनि भन्नुभएको होला तर सबै मार्नै पर्छ सखापै पार्नु पर्छ गाउँमा त बस्न सक्ने अवस्थै छैन अरे नि बाँदरको कारणले होला नि टेक्नोलोजीहरु कति विकास भइसकेको छ बसाई सराईको अवस्थासम्म आइसक्यो अरे मकै रोप्यो मकै खाइदिन्छ धान रोप्यो काट्ने बेलामा गर्ने नि अब त्यो अत्याधुनिक कति कस्तो मेसिनहरु आइसक्यो हैन अब तर मिसिनको कुरा गर्नुभयो नि त अब अहिले मन्त्री भइसक्नु भएको छ महावीर पुन्ज्यू हैन उहाँले त बाँदर मार्न सक्ने कुनै पनि यन्त्र बनेकै छैन बनाउँदा पनि गाह्रै छ भन्ने कुरा अभिव्यक्ति दिन्छ सबैलाई मार्नु पर्छ भन्ने जस्तो त लाग्दैन है बाँच्ने अधिकार सबैलाई हुन्छ है त्यो नियन्त्रण गर्ने चाहिँ अब त्यसमा के कसरी हुन्छ त्यो घटाउने अब त्यो होला नि त कति विज्ञहरू हुनुहुन्छ अब अहिले महावीर पुन भनिरहनु भएको छ उहाँले असम्भव छ भनेर त भनिरहनु भएको छ तर त्यसको केही उपाय त निक्लेला नि तपाईको विचारमा के हो जस्तो लाग्छ कि यही बाँदर सम्बन्धी तपाईहरु जस्तो तपाईहरुले भन्नुभयो के हो त्यसको उपाय के होला न्यूनीकरण यो विज्ञ देशमा भएको बेलामा हामीले भनेर हामीले बोल्ने कुराहरुले त के नै लाग्नुहुन्छ र हैन तर कस्तो भने त्यसलाई कस्तै कुनै एक किसिमका कुनै साउन्डहरु जस्तै हुन्छ नि अनि त्यो कुनै किसिमको त्यो ध्वनिहरु जसले त्यसबाट बाँदरहरु टाढा टाढा भागुन् जस्तै त्यो त गरिसक्नु भएको रहेछ एक्सपेरिमेन्ट सुरुमा चाहिँ डराउँछ नि हैन कुकुरदेखि पनि सुरुमा भागे अरे पछि त्यो बानी भएर यो त केही होइन रहेछ नि बाँदरले पनि बुझ्छ अरे के भन्ने कुरा त्यसपछि पनि भनेपछि अब म त खासै त्यो त्यति धेरै अनभिज्ञ उहाँ त्यो बाँदरसँग त्यति धेरै छैन नि त त्यही भएर अब निकाल्नुहुन्छ नि विज्ञहरूले एउटा निकालिहाल्नुहुन्छ नि उपाय तपाईले त भन्नुभयो नि त भर्खरै बाँदर मार्नु मिल्दैन भन्नुभयो तर उहाँ कृषकहरू रोएर बस्नु भएको छ उहाँहरूले त यो कुरो सुन्नु भने तपाईलाई पो गाली गर्नुहुन्छ त्यो त गाली गर्नुहुन्छ होला अब भन्नु पनि तँलाई परेको छैन परेकोलाई थाहा हुन्थ्यो त्यो पनि भन्नुहुन्छ होला नि हुन त हैन बाँच्न पाउने सबैको नैसर्गिक अधिकार हो सकभर किन मार्ने र भन्ने कुराहरू हो मात्रै सकभर किन मार्ने र नियन्त्रण गर्ने भन्ने कुरा अस्तिको बजेट भाषण सुन्नु होला यहाँले
बजेट भाषण चाहिँ सुनिनँ मैले। त्यस दिन एकदम पार्लर प्याक थियो। मैले पछिको मेन हेडिङ चाहिँ सुने, पछि त्यसरी चाहिँ सुनिनँ, सुन्न भ्याइनँ मैले। बत्तीमा पनि होइन भ्याटहरू केही, हजुर। अब हस्पिटलमा गए पश्चात पनि भ्याटहरू केही, स्कुलमा पनि त्यस्तै कुरा छ होइन। हजुर। अब यो पेट्रोल अलिक त्यतिको बढिरहेछ। पेट्रोल बढेपछि चाहिँ तपाईँको यो आएको सामानमा चाहिँ कस्तो छ अवस्था अहिले? सामानहरू त सबै बढाउनु भयो नि। पेट्रोल बढ्नु भनेको सबै सामान बढ्नु नै हो। हजुर, सबै सामान। ढुवानी खर्च बेसी आयो भनेर सबै सामान बढ्नु हो कि पेट्रोल बढ्नु भनेकै। अहिले तपाईँकोमा आएको सामानहरू बढिरहेको छ। पुरानो अस्ति भर्खर एउटा कम्पनीसँग मैले पुरानो स्टक छ म्याम, अब नयाँ बढेर आउँछ होला, तपाईँलाई राखिदिउँ स्टक भनेपछि हस्मा राखिदिनु भनेर राखिदिनु भयो। नयाँ सामानहरूमा सबैमा बढाएको छ भनेको स्टक त गर्नु होला तपाईँले। धेरै गरेर ठिकै गरे। पैसा त छापिराख्नु भएको रहेछ। त्यत्रो त्यो सबै स्टक गर्न त के सम्भव होइन? पहिलाको रेटमा किनेर अहिले नयाँ रेटमा बेच्न पनि त फाइदै होला होइन? होइन, पहिलाको रेट त म पहिलेकैमा बेच्छु हो, नयाँमा बेच्दिनँ। तर अरू कतिपयले त भन्नुहुन्छ नि त्यो त गर्ने सम्भवै छैन, जेमा आएको त्यसलाई कसरी बेच्ने भन्ने पनि कुरा गर्नुहुन्छ नि। होइन, त्यस्तो कस्तो, त्यो 20 रुपियाँ बढाएर कस्टमरसँग मैले 20 रुपियाँ लिएर मलाई पुग्छ कतिनेलाई भन्नु न। पहिलाको रेट पहिलेकैमै दिन्छु, नयाँ रेट जसरी आएको छ नयाँमै दिन्छु। म चाहिँ त्यसो गर्दिनँ। तपाईँले अघि राजतन्त्रको विषयमा कुरा गर्दा राजा रानीको माया लाग्यो भन्नु पनि, अब फेरि के छ, राजा नै आओस् भन्ने चाहना छ कि के छ तपाईँको? जो आए नि देश बनोस् भन्ने चाहना हो। जो आए पनि हामीलाई दुःख नगरिकन खान नपाइने रहेछ, आफू बाँच्नलाई दुःख गर्नै पर्ने रहेछ जो आए पनि होइन। जो आए नि देशमा सुशासन कायम होस्, देशमा अलिकति विकास होस् भन्ने मेरो चाहना। तर राजा आएपछि त सबैजनाले होइन भन्नुभएको छ राजा आएर तथास्तु भन्ने त पक्कै होइन होला, काम त गर्नै पर्ने होला। तर उहाँ आएपछि जो आए पनि भनेको तपाईँको विचारमा चाहिँ गणतन्त्रै ठिक छ भन्ने तपाईँको मनसाय? म राजतन्त्र नि भन्दैन, गणतन्त्र नि भन्दैन, राम्रो मान्छेले राम्रो काम गर्दै हुन्छ भन्ने। राम्रो मान्छेले राम्रो काम गर्दै, म व्यक्तिगत हिसाबले मलाई राम्रो मान्छेले राम्रो काम गरिदियोस् भन्ने चाहना हो। राजा नै ल्याउँछु भनेर दुर्गा प्रसाद पनि हिँडिराख्नु भएको छ त? ल्याउँछु भनेर खै त ल्याएको अहिलेसम्म? किन विश्वास लागेन तपाईँलाई दुर्गा प्रसाद? ल्याएको भए पो विश्वास लाग्नु त। खोइ त दुर्गा प्रसाद ल्याउँछु भने कति वर्ष भइसक्यो त। तर ल्याउँदै हुनुहुन्छ होला नि त? ल्याउँदै हुनुहुन्छ होला, बाटोमा हुनुहुन्छ होला, आइपुगिसकेपछि हामीले नि देखाउँला नि त, छोड्दिनु। तर उहाँले त कतिपय एजेन्डाहरू पनि राम्रै उठाउनु भएको छ पछिल्लो समय। उहाँले त्यो सहकारीवाला त्यो उहाँका केही कुराहरूले गर्दाखेरि अलिकति त्यो ब्याज दर, ब्याङ्कमा ब्याज दर कम भएको छ। त्यो पोजिटिभ कुरालाई पोजिटिभली लिनुपर्छ। दुर्गा प्रसादकै कारणले तपाईँलाई पनि अलिकति लोन कम भयो? उसले मेरो बुढा चाहिँ एकताका फ्यानै हुनुभएको थियो कि, किनभने अलिकति ब्याज दर कम पनि भएको थियो नि त। कृषि विकास ब्याङ्कले ब्याज दर घटाएको छ, त्यो कुरा चाहिँ पोजिटिभ नै हो, राम्रोलाई राम्रै भन्नुपर्छ। दुर्गा प्रसादले उठाएको एजेन्डाले केही न केही राहत भएकै हो, भएको कुरालाई हो। उहाँप्रति चाहिँ खुसी हुनुहुन्छ, धन्यवादै दिनुहुन्छ। यो कुरामा चाहिँ अलिकति यो उसले ब्याङ्कहरूले अलिकति घटाएको छ, त्योमा चाहिँ खुसी नै छु, उहाँलाई धन्यवादै छ। धन्यवादै छ। एकताका मेरो बुढोले उहाँको भन्दा इन्टरभ्यू नै सुन्नुहुन्थेन त्यति बेला। इन्टरभ्यू भन्दा सुन्नै हुन्न थियो त्यति बेला। तर उहाँलाई त बारम्बार पक्राउ गरेको पनि सुनिन्छ होइन, अभिव्यक्तिकै कारणले। अब उहाँ होला नि, अरू केही कारणले होला नि। अब त्यसको त्यो कुरा त डिटेल नै नजाउँ भने किन पक्रिनुहुन्छ, फेरि छोडिदिनुहुन्छ उहाँहरूलाई। अब फेरि कहिले पक्राउ पर्ने भन्ने ग्यारेन्टी नै छैन। ग्यारेन्टी नै छैन। अनि अभिव्यक्ति नै त्यस्तो दिनुहुन्छ कि पक्रिहाल्ने। अनि त्यसपछि दुर्गा प्रसादले तपाईँलाई लाग्छ अध्ययन नगरिकन बोल्नुहुन्छ क्या हो? त्यस्तो पनि होइन होला, त्यसरी पनि भनिहाल्ने मान्छे पक्कै पनि होइन। त्यस्तो हुन्थ्यो भनेपछि उहाँकै केही कुराको एजेन्डा उठाएर अलिकति ब्याज दर कम हुन्थेन होला, त्यत्तिकै हावातालले बोल्ने मान्छे त पक्कै पनि होइन। बल्दा अब केही कुराहरू राम्रो र केही कुराहरू पोजिटिभ र केही कुराहरू चाहिँ पोजिटिभ नभएको पनि हुनसक्छ। तर दुर्गा प्रसादले कतिपय विदेशमा अलपत्र परेका चेलीबेटीदेखि मात्रै नभएर छोरा मान्छे पनि होइन ल्याउनु भएको छ, कतिपय विदेशमा बसेका लासहरू पनि झिकाइदिनु भएको छ। त्यो गरेको कुरालाई त हामीले त्यसलाई एप्रिसिएसन गर्नै पर्छ। भनेको तपाईँको चाहिँ मन दुखाइ चाहिँ राजाको विषयमा मात्रै तपाईँको चित्त नबुझाइ? राजा ल्याइदिनु भन्दा पनि अब यस्तो हो, राजा ल्याएर ल्याउने त्यस्तो पनि होइन होला। कसैले ल्याएर एउटा व्यक्तिले ल्याएर राजा आउने र नआउने राजा टक्क ल्याइदिएपछि तपाईँ ठाडो पारेर पसलको साउनी भएर बस्ने होला। मैले त्यसो भएपछि ओहो काम गर्न सक्नु भयो है ल भनेर ताली बजाउँछु। भनेको आइसकेपछि फुलमाला लिएर स्वागत गर्न नारायणजी जानुहुन्छ तपाईँ? त्यो त जाने, म आजसम्म कसैलाई पनि त्यसरी गरेन, नगरौँ त्यसो चाहिँ भयो।
त्यसो गर्नु। अर्को सामको कामलाई कसरी हेर्नु भएको छ अहिले? उहाँले चाहिँ जुन खानेपानीको जुन काम गर्नुभएको छ नि, अब त्यति धेरै गहिरो अध्ययनमा छैन होला म। खानेपानीको काम चाहिँ एकदमै राम्रो छ। त्यही हो, अहिले पछिल्ला दिनहरूमा अलिकति सदनहरूमा अलिकति उहाँको विरोध चाहिँ बेसी भइरहेको देख्छु पोस्टहरू हेर्दाखेरि होइन। अब उहाँलाई के कुरामा चित्त नबुझेको हो, अब बुझाउने मान्छेले राखेर दुईजना बिचमा राखेर के कुरा चित्त नबुझेको हो बुझाइदिए चाहिँ त्यो बोल्न छोड्नुहुन्थ्यो होला। उहाँले भन्नु खोज्नुभयो त प्रधानमन्त्री चाहियो मात्रै भन्नुभएको छ नि त। चाहियो भन्दैमा पाइन्छ र अनि प्रधानमन्त्रीको चाहियो भने त मैले नि चाहियो भन्नु हुँदैन, चाहियो भने पाइँदैन नि। भनेर उहाँले यस्तो होला, म पनि योग्य छु, मैले पनि हुनु पाउनु पर्छ नि, तर त्यसको पनि त होला नि। तर त्यो त भन्नुभएको छैन उहाँले, त्यो चाहिँ भन्नुभएको छैन। प्रधानमन्त्री चाहियो भनेर भनेको त त्यही त होला नि। होइन, प्रधानमन्त्रीको भनाइ के छ यो विषयमा, अहिलेको अवस्था के कस्तो छ भनेर चाहिँ उहाँले केही प्रश्नहरू गर्छु भनेर हाम्रो केही प्रश्नहरू प्रधानमन्त्रीज्यूले नै भनिदिएदेखि राम्रो हामी बुझ्थ्यौँ, बोलिदिए हुन्थ्यो भन्ने होला। उहाँलाई बोल्नु भएन भने त्यत्रो गुनासो छ, अब के थाहा, त्यो कुरा त उहाँ दुईजना बिचको कुरा। उहाँ बोलिदिए हुन्थ्यो, उहाँ बोल्न छोडिदिए हुन्थ्यो, हामीले त चाहेको त्यति हो। भनेको एउटा एकजनाले धेरै बोल्ने होइन, एकजना बोल्दै नबोल्ने भन्ने मन छ। एकजना चाहिँ बोल्न छोडिदिए हुन्थ्यो, एकजना चाहिँ बोल्दिए हुन्थ्यो, त्यति हो चाहना हाम्रो। तर आम जनताले भन्नुभएको छ नि काम गर्ने मान्छे बोल्दैनन् र बोल्ने मान्छे पनि बोल्ने मान्छेले चाहिँ काम गर्दैनन् भन्ने पनि तर्क आएको छ कि। त्यस्तो मैले पनि के बुझ्छु भन्दाखेरि नबोलेर काम गर्दा पनि भयो, त्यो बोलेर काम नगर्नु भन्दा नबोलेर काम गर्दा भइहाल्यो। तर भिजन के हो, उहाँले के को विषयमा काम गर्न खोजिराख्नु भएको छ, तर जनताले त प्रश्न गर्छ होला नि होइन? जनताले प्रश्न गर्छन्, त्यसको त फेरि उहाँ आफू नबोले पनि जनताको प्रश्न त तपाईँको प्रतिपक्षले सोध्छन् नि। त्यो एन्सर दिनको लागि त हुनुहुन्छ त अर्को एकजना, उहाँले दिइरहनु भएको छ त। उहाँकै मुखबाट बोल्दा चाहिँ छुट्टै सुनिने त पक्कै होइन होला। तर बोल्नु भएन प्याट्टे गरेर बोलिदिनु भयो एक दिन। बोलिदिनु भयो, बोलेपछि के बोल्नु, के सबैजनाले झन्को विरोध गर्नुभयो। त्यो विषयमा पनि मात्रै होइन, नेपालले पनि भारतको सीमा मिचेको भनिदिनु भयो, त्यसपछि त चारतिर विरोध भएको थियो। त्यही भयो। त्यस पछाडि पनि केही कुटनीतिक कारणहरू होलान् अथवा केही त्यसमा केही विशेष रिजनहरू केही लुक्या होलान्, अब भविष्यमा थाहा होला नि त। भनेको तपाईँले भन्न खोज्नु भएको आशय कुटनीतिक हिसाबले चाहिँ केही त पक्कै हुनुपर्छ होइन। भारतले अब के लाग्छ तपाईँलाई, नेपाललाई पनि बोलाएर टेबल टक गर्छन् जस्तो लाग्छ सीमा विवादको विषयमा लिएर? त्यो मलाई त के लाग्छ होला र, तर यो भनाइको आशयलाई हेर्दाखेरि त केही त समाधान हुन्छ कि जस्तो चाहिँ लाग्छ। तर त्यही कारणले गर्दा हिजो विभिन्न बोर्डरमा चाहिँ भारतको सुरक्षाकर्मी भनौँ न, आर्मी विशेष गरी नेपालको तर्फ छिरेको र नेपाली केही जनताले चाहिँ केही व्यक्तिहरूले चाहिँ लाठी साटी बोकेर खेदाएको पनि हामीले देख्यौँ नि भिडियो सामाजिक सञ्जालमा। त्यो त तपाईँको बोर्डरको हरेक हाम्रो नेपालको हरेक बोर्डरहरूमा जानुहोस्, त्यो समस्या जहिले पनि छ। किनभने म नेपालगञ्जमा हुर्केको मान्छे हो अनि हामी बोर्डर लाइनको मान्छे हो। त्यो समस्याको त्यो जुन बोर्डर लाइनमा त त्यो जहिले पनि छ, आज मात्रै होइन हेर्नु, त्यो यो पुस्तौँदेखि चलिआएकै छ। चलिआएकै छ। उता इन्डियन आर्मीले यता नेपालमा कस्तो एकदमै के नेपालीहरूलाई कस्तो हेपेको हामीले पनि देखिरहेको हुन्छौँ। हामीले देखिरहेकै कुरा हो त्यो त, कुनै नौलो कुरा होइन, बनावटी कुरा पनि होइन, त्यो त छैन नि, कस्तो हेप्छ नेपालीहरूलाई। अब म अलिकति यता आएँ होइन, तपाईँको पसलपट्टि आएँ, यहाँ चाहिँ खास तपाईँकोमा चाहिँ सेवा लिनलाई कस्तो कस्तो मान्छेहरू आउनुहुन्छ? मसँग चाहिँ मैले चाहिँ कसरी राखेको छु भन्दाखेरि मसँग एकदम निम्न वर्गदेखि लिएर माथि उच्च वर्गसम्म आउनुहुन्छ होइन। त्यसरी भन्नुपर्दाखेरि मैले चाहिँ कस्तो लाग्छ नि, मेरो ढोकामा छिरिसकेपछि यहाँ कोही पनि एकजना कस्टमर पनि मसँग पैसा छैन भनेर फर्किन नपरोस् जस्तो लाग्छ कि। म फर्काउँदिनँ पनि, मैले सामानहरू राख्दा पनि त्यही अनुसारले राखेको छु, रेट पनि त्यही अनुसारले राखेको छु। निम्न वर्गदेखि आउनुहुन्छ हाम्रो, मैले अब अहिले नाम मेन्सन गर्दिनँ, उहाँलाई चित्त बुझ्ला नबुझ्ला होइन। राजनीतिज्ञ पनि आउनुहुन्छ, डक्टर पनि आउनुहुन्छ, अनि हजुरको यहाँको नाम चलेको सेलिब्रेटीहरू पनि आउनुहुन्छ, सबै नै आउनुहुन्छ। तर तपाईँहरूले यो टुनामुना गर्नुहुन्छ भनेर आरोप छ नि तपाईँहरूमाथि। कसरी टुनामुना? कारण यो अर्थले कि काली मान्छे आएको बेलामा होइन, कालो मान्छे आएको बेलामा तपाईँले गोरो बनाएर चिटिक्क बनाएर पठाइदिनुहुन्छ अरे, उता बिहे भएको भोलिपल्टै श्रीमान
त्यो काली मान्छे देखेर तर्सेर झन्डै ढल्छन् र नि टुनामुना गर्नुहुन्छ भन्छन् नि त्यो त टुनामुना होइन त्यो त मेकअपले नै हो नि मेकअपले नै हो त्यो यति त बिहेमा गर्नै पर्यो नि जीवनमा एकपल्ट गर्ने कुराहरू होइन त्यति त त्यो त मेरो धर्म मैले पैसा लिइसकेपछि त्यति त गरिदिनै पर्छ हेर्नु होइन टुनामुना गर्नै पर्छ टुनामुना गरेर अब राम्री चाहिँ बनाउनै पर्ने हुन्छ मेकअप सेकअप गरेर होइन अब मेकअप गर्नै पर्ने हुन्छ अब यहाँ कस्तो भने कोही कस्टमर चाहिँ कतिसम्म हुनुहुन्छ कि उहाँलाई थ्रेडिङ उहाँ यहाँ ढोकाबाट छिरेर अनि पहिला सोध्नुहुन्छ कि थ्रेडिङ गरेको कति हो भनेर अनि मैले सोध्छु तपाईँसँग कति पैसा छ भन्छ नि किनभने उहाँहरूले साग बेच्न हिँडिरहनुमा हुन्छ कि साग बेच्न हिँडिरहनुमा हुन्छ अनि त देख्दाखेरि पार्लर ठुलो देखेपछि धेरै लिन्छन् कि भनेर तपाईँसँग कति पैसा छ भनेर सोध्छु अनि सोद्धाखेरि उहाँले मसँग यति छ भनेपछि ल यति हो भनेर अनि त्यसपछि ल्याएर थ्रेडिङ गरिदिन्छु कि त्यस्तो मान्छे पनि आउनुहुन्छ कि भारी बिसाएर पनि आएर थ्रेडिङ गर्नुहुन्छ कि अहिले त्यो पनि राम्रै कुरा हजुर यो पेसा चाहिँ तपाईँले कसरी गर्न थाल्नुभयो म चाहिँ अब ग्ल्यामर फिल्डमा पहिलादेखि जोडिएको भएँ आफै मिस नेपाल मिसेस नेपाल सबैमा भाग लिएको भए अलिकति इन्ट्रेस्टको विषय त भए नै खासमा म आफूलाई चाहिँ एकदमै ग्रुमिङ गर्न मन पराउने पहिलेदेखि नै एकदम म बिमारी हुँदा पनि मलाई कसैले उसलाई बिमारी भएको छ भने थाहा पाउँदैन कि मलाई किनभने आफू एकदमै ग्रुमिङ भएर हिँड्न मनपर्छ त्यो भनेको एक किसिमको सेल्फ कन्फिडेन्स पनि हो अनि त्यो गर्दै जाँदाखेरि मेरो बाबु नानी दुईवटा भयो घरमा सासु ससुरा हुनुहुन्छ त्यसपछि मैले टाइमिङ मिलाउन म्यानेजमेन्ट गर्न अफिस थियो मेरो अफिस कालो पुल थियो कालो पुल र यहाँको टाइमिङ मिलाउन एकदम गाह्रो भइसकेपछि आफ्नै सेक्टरमा अलिकति यही एरियामा केही गरौँ किनभने खाली त बस्न सक्दिनँ म त पहिलेदेखि काम गरिरहेको मान्छे अनि यही क्षेत्रमा केही गरौँ न भन्दाखेरि के गर्ने भने सबले सजेस्ट के गर्नुभयो भने तपाईँ राम्रै हुनुहुन्छ तपाईँलाई यो सेक्टर फाप्छ है भनेर मलाई 2-4 जना एकदम मिल्ने साथी छ भनेर अनि त्यसपछि जुन पार्लरमा म कस्टमर थिएँ अनि त्यही पार्लर लिएको पहिला भनेको जुन पार्लरमा चाहिँ तपाईँ कहिले काहीँ जानुहुन्थ्यो हजुर सेवा लिन त्यही म यो भन्दा म यो मेरो एरियामा म यो अरू कुनै पार्लरमा टेकेको पनि छैन हेर्नु जुन पार्लरमा म आउँथेँ पछि उहाँ दिदीसँग गर्दै हामी लगानी गर्न खोजिरहेको थिएँ मैले अनि केमा गरौँ त दिदी भनेर मेरै लिनु नि त भनेर दिनु भएको उहाँले 20 वर्ष चलाउनु भएको 20 वर्ष चलाउनु भएको पछि मैले नाम चेन्ज गरेँ होइन पार्लरमा तपाईँ सेवा लिन जानुहुन्थ्यो त्यही पार्लर लिनुभयो त्यही लिए म अर्कोमा खुट्टा हालेको पनि छैन त्यो पार्लर कतिको भाग्यमानी रहेछ खास मतलब कतिको त्यो पार्लर लिइसकेपछि कतिको आफूलाई चाहिँ भाग्यमानी भनौँ न त्यो पार्लर भाग्यमानी भनौँ कि मलाई भाग्यमानी भनौँ होइन तपाईँ कतिको लकी हुनुहुँदो रहेछ त्यो पार्लर लिएर भन्ने दिदीले 20 वर्ष चलाएको भनेपछि यो एरियामा उहाँको मार्केट एकदमै राम्रो थियो मैले मार्केटै देखेर मैले खास एट्र्याक्सन भएको मलाई होइन दिदीले 20 वर्ष चलाउनु भएको थियो उहाँसँग लिइसकेपछि उहाँले जहिले पनि मलाई